हेलो साथीहरू, म आज तपाईँहरूलाई न्यु रोड लिएर जाँदैछु। यो न्यु रोड गेटबाट छिर्ने बित्तिकै दृश्य हो र न्यु रोड चाहिँ नेपाल अधिराज्यभरको एउटा सपिङ हटस्पट पनि भनिन्छ। यहाँबाट चाहिँ विदेशबाट आएका विभिन्न आयातित सामानहरूको थोक बिक्री तथा खुद्रा बिक्री गरिन्छ र यो म जाँदै गरेको बाटोको दायाँ बायाँ यसको चाहिँ दायाँतिर छिर्ने भन्ने महाबौद्ध, जहाँ चाहिँ विभिन्न खालका सामानहरू, इलेक्ट्रोनिक सामानहरू, भाँडाकुँडादेखि लिएर रेडिमेड कपडाहरू, ब्ल्याङ्केट, ज्याकेटहरू, चाइनाबाट आएका सामानहरूको एउटा हब स्पट मानिन्छ महाबौद्धलाई। र म चाहिँ सिधै अगाडि जाँदैछु। यहाँ चाहिँ इलेक्ट्रोनिक सामानहरू, गहनाहरू, स्पेसल्ली चाँदी, सुन, डायमन्डहरूको चाहिँ बिक्री वितरण गरिन्छ यहाँ। र यो चाहिँ सुन चाँदी व्यवसायीहरूले चाहिँ यहाँ ठुलो मात्रामा लगानी गरेर एकदमै राम्रो डिजाइनमा गहनाहरू बनाएर बेच्नुहुन्छ। र यहाँ लत्ता कपडाहरू लगायत अरू सामानहरू, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ भने यहाँ माथि नै यिनै बिल्डिङहरूको माथि कम्प्लेक्सहरूको माथि चाहिँ होलसेल पसलहरू छन्। जस्तो तपाईँलाई पसलहरू गर्नु छ भने यो एरियामा गएर सामानहरू बुझ्न सक्नुहुन्छ। र यसरी हामी अगाडि बढ्दै जाँदाखेरि यही साइडमा राइट साइड यो हाम्रो गाडी रोकिरहेको छ। यहाँबाट भित्र छिर्यो भने चाहिँ तपाईँहरू रञ्जना पुग्नुहुन्छ। त्यहाँ चाहिँ तपाईँले होलसेलमा सबै सामानहरू पाउनुहुन्छ। रञ्जना गल्ली भन्छ, त्यो पनि एउटा होलसेल स्पट हो है साथीहरू। तपाईँलाई चाहिँ कहाँ गएर सामान किन्ने, नयाँ व्यवसाय गर्दै हुनुहुन्छ, कसरी गर्ने भन्ने हो भने चाहिँ त्यो रञ्जना गल्ली एउटा बेस्ट प्लेस हो, जहाँ तपाईँले होलसेलमा विभिन्न सामानहरू पाउनुहुन्छ। र यसरी नै हामी अगाडि बढ्दैछौँ। र यसरी जाँदै गर्दा म तपाईँहरूलाई अब विशाल बजार लिएर जानेछु, जुन चाहिँ नेपालको पुरानो बजार हो। यहाँ चाहिँ ब्रान्डेडदेखि नन ब्रान्डेड सबै खालका सामानहरू पाइन्छन्। लोकलदेखि लिएर अरू बाहिरबाट आएका सामानहरू पनि पाइन्छन्। र यो विशाल बजार चाहिँ एकदमै फेमस हो। र यहाँ हामी विशाल बजार नजिक आइपुगेका साथीहरू। र यहाँ तपाईँले गेट देख्न सक्नुहुन्छ, विशाल बजारको यो गेट हो। र यो बाटो क्रस गरेर चाहिँ म तपाईँहरूलाई यो विशाल बजारतिर लाँदैछु। यो न्यु रोड चाहिँ खासै त्यति भिडभाड देखिन्न, मान्छेहरूको मात्र चहल पहल देखिन्छ, किनकि काठमाडौँ नगरपालिकाले चाहिँ पार्किङको व्यवस्था सुनधारा मुनि चाहिँ निःशुल्क बनाइदिएको हुनाले गर्दाखेरि चाहिँ यो न्यु रोड एरिया चाहिँ अलिक खुल्ला जस्तो फिल भएको छ है साथीहरू मलाई चाहिँ अहिले। नत्र एकदम भिड, मान्छे हुन्थ्यो, त्यस्तो हुँदैन। अहिले मान्छे आउने, सामान लिने, सर्लक्क जाने है, त्यो भएर चाहिँ एकदम सहज भएको छ। र यहाँ छिरेपछि तपाईँले मन्दिर देख्न सक्नुहुन्छ। यो चाहिँ त्यहाँको स्थानीय मन्दिर र त्यहाँ पसलहरूको लिएर त्यहाँ स्थानीय व्यक्तिहरूले दर्शन गर्ने मन्दिर हो। यहाँभित्र चाहिँ फोटो खिच्न मनाइ भएको हुनाले मैले बाहिरबाट मात्रै यसो क्लिप लिएको साथीहरू। र तपाईँले यहाँ दायाँ बायाँ देख्दै म चाहिँ अब उता विशाल बजारको अगाडितिरको दृश्य देखाउन गइरहेको छु। यो चाहिँ सुन चाँदी, हिरा मोती को एउटा स्पट हो। यहाँ तपाईँहरूले विभिन्न खालका बहुमूल्य गहनाहरू, ज्वेलरीहरू पाउन सक्नुहुन्छ। तपाईँ आफै पनि ज्वेलरीको शौकिन हुनुहुन्छ, अथवा तपाईँलाई बेच्नको लागि चाहिएको छ, अथवा अरू केही कार्यको लागि चाहिएको छ भने पनि तपाईँहरू त्यहाँ भिजिट गर्न सक्नुहुन्छ। र तपाईँले त्यहाँ एकदम आफ्नो डिमान्ड अनुसारको, डिजाइन अनुसारको गहना चाहिँ पाउन सक्नुहुन्छ। यो सबै एरिया चाहिँ विशेष गरी सुन चाँदी र कपडाहरू, धेरै जसो सुन चाँदी भयो, अनि हिरा भयो, र त्यसपछि कपडाहरूको सेक्टरको रूपमा चाहिँ प्रख्यात छ। र सुन किन्दाखेरि चाहिँ प्रायः जसो मानिसहरू न्यु रोडै जाने गर्छन्, किनकि यहाँ हामीले सुन किन्दाखेरि आफ्नो सुनको क्वालिटी के छ भनेर चेक गर्न पनि पाउँछौँ। र यहाँ बाटो चाहिँ एकदम पेटीहरू फराकिलो बनाएको छ महानगरले, त्यसले गर्दाखेरि आवतजातमा एकदम सहज छ र एकदम खुल्ला जस्तो फिल हुन्छ। र यहाँ घरहरूमा पनि एकै खालको रङहरू लगाएर त्यो युनिफर्मिटी भनेको देख्दाखेरि सुन्दरता देखियोस् भनेर त्यसको लागि पनि प्रयास गरेको छ नगरपालिकाले। यसको लागि धेरै धेरै धन्यवाद। र ठाउँ ठाउँमा सार्वजनिक टोयलेट र खानेपानीको व्यवस्था गरिएको छ। हामी यो सेक्सन पार गर्दै अब हामी मखनतिर जान्छौँ। मखन गल्ली चाहिँ नर्सहरूको सेक्टर हो है। त्यहाँ चाहिँ नेपालमा जति पनि नर्सहरू आउँछ यो मखन गल्लीमै पाउँछ। त्यहाँ चाहिँ विभिन्न देशबाट आउने नर्सहरू, म्याकाडोनियादेखि लिएर अफ्रिकाबाट आउने नर्सहरू भयो, ब्लुबेरीहरू भयो, जुन चाहिँ नेपालमा त्यति छैन, यस्ता नर्सहरू चाहिँ यो मखन गल्लीभित्र पाउँछ। र यसरी हामी जाँदै गर्दा एउटा सानो छिर्ने गेट छ, उयो गेट हो हेर्नुहोस् पोलनिरको। यहाँबाट छिरिसकेपछि हामी मखन गल्लीभित्र छिर्छौँ। र यो मखन गल्ली चाहिँ
एकदम साँघुरो छ बाटो र यहाँ चाहिँ दुवैतिर चाहिँ हामीले नर्सहरू अरू अरू पसलहरू पनि छ जस्तो हेयर क्लिपहरूको एक्सेसरिजको पसलहरू भयो, कपडाहरूको पसल पनि छ थोरै मात्रामा। तर यसलाई चाहिँ हामीले मखन गल्ली भन्ने बित्तिकै नर्सहरूकै सेक्टर भनेर बुझ्छौँ। र तपाईँहरूलाई नर्सहरू चाहिएको छ, विभिन्न खालको नर्सहरूमा तपाईँ सौखिन हुनुहुन्छ भने चाहिँ तपाईँ मखन गल्ली भिजिट गर्नु सक्नुहुन्छ। र त्यस पछाडि हामी यहाँबाट ठिकै सुरज आर्केट निस्किन्छौँ र हामी यो दरबारको पछाडि ब्याक हुँदै हामी यो सुरज आर्केट भयो यहाँ हेर्नुहोस् है, यो सुरज आर्केट अनि यसको दायाँ बायाँ पनि ठुला होलसेलहरू छन्। यो चाहिँ एकदम सुपथ मूल्यमा सामान पाइन्छ है साथीहरू। तपाईँ मखन गल्लीबाट छिरिसकेपछि यो ज्वेलरीहरू, प्लेटेड ज्वेलरी भयो, स्टेनलेस ज्वेलरीहरू भयो, कस्मेटिक सामानहरू भयो, लत्ता कपडा, भाँडाकुँडा, तपाईँलाई जे चाहिन्छ होलसेल रेटमा चाहिन्छ, रिटेलमा पनि तपाईँलाई सस्तो चाहिन्छ भने चाहिँ यु क्यान भिजिट है। यसलाई टोखाचे गल्ली भन्छ। अर्को यता मखन गल्ली भयो,